गाउँपालिका वडा नम्बर 1 र 5 को जो सांस्कृतिक झाँकी यहाँ प्रदर्शन भइरहेको छ। हातमा लाली गुराँसको फूल सहित आफ्नो एउटा छुट्टै पहिरनको साथमा दमाहा बाजा, बाँसुरीको धुन, चौलानी नदीको किनार, तपोवन मावि परपराको प्राङ्गण 15औं राष्ट्रपति रनिङ सिंह प्रतियोगिताको औपचारिक उद्घाटन समारोहमा एउटा सांस्कृतिक विचित्र दृश्य यहाँ हामी अवलोकन गरिरहेका छौँ। प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरूले अवलोकन गरिरहनु भएको छ यो सांस्कृतिक झाँकीलाई। यसपछि हामीसँग थुप्रै कार्यक्रमहरू अझै बाँकी रहेका छन् र हामी समयलाई व्यवस्थित गर्दै कार्यक्रमलाई पनि छोटो र निजो आकर्षक रूपमा सञ्चालन गर्ने म पूर्ण तयारीमा रहेको छु। यसबाहेक पनि लाइटिनाथ मावि, रसकोट, लामनगर मावि, लामनगरबाट पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने मैले जानकारी पाएको छु। यसबाहेक जय भगवती महिला विकास आमा समूह परपराको पनि प्रस्तुति रहनेछ। त्यसै गरी हामीसँग राष्ट्रिय कलाकार हुनुहुन्छ मनोज सिंह धामीज्यूको पनि प्रस्तुति हामी सुन्नेछौँ। त्यसै गरी मार्च पास्टको कार्यक्रम रहेको छ। कृपया मैले अघि नाम लिएको सम्पूर्ण महानुभावहरूले आफ्नो तयारी पूर्ण रूपमा तयारी अवस्थामा राखिदिन हुन म हार्दिक अनुरोध गर्दछु। मौसमले केही हामीलाई चुनौती गर्न सक्छ तैपनि म कामना गर्न चाहन्छु यो सिजन नै हुन्छ हावाहुरीको, तर आजको यो कार्यक्रमलाई